बक्स लिएर गयो भने के ठान्छन् भने स्पेसली उठा 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 केपी केपी रे आरएसपी वालेन्टाइन रे पहिलो वालेन्टाइन रे पार्टी मन परेको पर्सन दियो सिधै ल हाल्दिन र हैन हैन त्यहाँ तपाईको देखाउँदैन के हेलो एभ्रीवान के छ त गाइज भोट हाल्ने हैन सो वेलकम एभ्रीवान अब चाहिँ चुनाव आउन लागिसक्यो सबैलाई थाहा छँदैछ सो अब प्रधानमन्त्री को भन्ला त्यो त समयले भन्नै हाल्छ तर समयभन्दा अगाडि चाहिँ म हेर्नेवाला छु कि प्रधानमन्त्री को भन्नेवाला छु मेरो चुनावमा प्रधानमन्त्री को भन्ला त सो त्यही थाहा पाउनको लागि चाहिँ म भोलि कलेजमा मिनी इलेक्सन गर्नेवाला छु सो स्टे ट्युन गाइज सो मिनी इलेक्सनको लागि चाहिँ मैले सबै तयारी गरिसकेँ ल यता हाम्रो चाहिँ यो के भन्यो ब्यालेट बक्स रेडी छ हैन सम्पूर्णमा नमस्कार अनि यहाँ चाहिँ के छ भन्दाखेरि यो सबै हामीले 18 प्लसको लागि 18 प्लस भएपछि सबैको एउटा भोटर कार्ड हुन्छ सो यो एउटा चाहिँ प्री इलेक्सनमा चाहिँ अब कस्तो सिनारियो आउन सक्छ भन्दा नि हामी सबैले ट्राई गर्न लागेको हो सो यहाँ चाहिँ अब हाम्रो के छ भने एउटा ब्यालेट बक्स छ र यता चाहिँ हाम्रो जुन उता हामीले यो भोटिङ गर्दाखेरिको जुन हाम्रो चुनाव चिन्ह चाहिँ हामी यहाँ कुनै पनि राखेको छैनौँ सबैको आफ्नो गोपनीयता हामीले कुनै पनि अब जो आफूले बोल्न मन छ तिनीहरूले बोल्न पाइयो र आफूले कोहीले गोपनीयता भङ्ग हुन्छ म बोल्दिनँ तर म यसरी भोट दिन्छु भन्न पनि पाइयो अनि त्यही भएर चाहिँ अब यो यसमा चाहिँ डिजिटल रेजिस्ट्रेसन गरेर त्यहाँबाट यहाँ आफूलाई जुन जस्तै अब जुन पार्टिजहरू छ पोलिटिकल पार्टिज सबैलाई राइट टु भोट सो अब सिनेरियो के हुन्छ हामीले चाहिँ 100 जनालाई चाहिँ ट्राई गरेर त्यसको के हुन्छ त्यो हेर्न गइरहेका छौँ है त ल 100 जनामा भाइ यो भोट पर मैले आफ्नो मनपर्दीमा हाले है त मलाई भोट दियो क्या यस्तो छ देशको अवस्था हो के छ ल पहिला भोट हालौँ त्यसपछि मलाई भोट हालौँ यहाँ ल गाइज यहाँ ल एउटा हाल नि त एउटा ल प्राइम मिनिस्टर चुज गरौँ ल गाइजहरू ल पहिला भोट हाल्ने अनि ल पहिला भोट हाल्ने अनि चक्लेट सुरुमा यस्तो भएन है सुरुमा यस्तो गर्नु को लेखा हो जे पाइदिए ए ल अनि अहिलेको कहाँ देखाइरहेको देखाउनु मेरो नमिली ल ठिकै छ ल भोट पर आमा ल दियो दुईटा दियो ल घन्टी ल हाल्यो दुईटा ल थ्याङ्क यू ल एउटा सानो भ्लग इलेक्सन भ्लग के टाइपको गरे हामीले हैन यो चाहिँ एउटा भोट हाले एउटा भोट हाल्यो पनि एउटा चोक मार्नु कहाँ घुस यो घुस होइन नि त्यही हो भोटको लागि होइन यो त अलिकति पार्टिसिपेट गरेको तिम्रो ल तिमीलाई ल म्यामलाई दुईटा चोक ल हो ल म्यामको भोट हेरौँ है त म काउन्ट गर्छु नि थ्याङ्क यू ल म्यामलाई दुईटा चोक र यसै गरी हामीले हरेक कक्षा गएर व्यक्तिको भोट मतदान लियौँ मतदान भने एकदम रमाइलो थियो र कोही भने अझै पनि प्रचण्डको ठुलो भक्त हामीले भेटायौँ र कसैको चाहिँ सिर्फ चक्लेटमा मात्रै पनि नजर रहेको हामीले भेटायौँ
घन्टी लेख्नु र कोही कोही भने चाहिँ ठुलो बालेन भक्त र बालेन नै प्रधानमन्त्री बन्ने भन्ने उहाँको धारणा पनि हामीले देख्यौँ। जित्छ त सर सियोर जित्छ घन्टीले पुरा महानुभावहरू मैले भोट हालिसकेको छु। अब फेरि अब अर्को भोट पनि हालौँ भन्न अब चोखोपन दिनु अब अर्को भोट पनि हालौँ भन्न यहाँ चोखोपन यहाँ मान्छे चोखोपनको लागि यो भोट हाल्छ चोखोपन नभए भोट हाल्ने यहाँ मुखा चिकन हाल्दा चोखोपन हाल्छ भोट कसलाई हाल्नुहोस् भनेपछि मेरो सबभन्दा मनपर्ने क्यान्डिडेट भनेको तोसीमा कार्की र हाम्रो सोभिता गौतम हो। यी दुइटामा एउटालाई पाए म फिक्स बिहे गर्छु। होइन होला अरूलाई हाल्नुहोस् नहाल्नुहोस् बाल भएन, यी दुइटालाई चाहिँ हाल्नुहोस् हुन्छ पार्टी है। चोखोपन यस्तो हुन्छ। ल ठिक छ ल कौन है ये लोग कहाँ से आते हैं ये ल हाम्रो सरहरूले म्यामहरूले सबैले हाल्नु भइरहेछ। खुसी लाग्यो मलाई ल ए ल हस् त किसान हो होइन सर हो धन्यवाद ल ल सुन अब चाहिँ हामी बाहिर जान गइरहेको छौँ। अब बाहिर चाहिँ हामी स्पेसल्ली अब हामी सिनियर पर्सनहरूलाई टार्गेट गर्छौँ किनभने हामीले अलमोस्ट अहिले चाहिँ यहाँ सबैजना जेनजी युथ ग्रुपहरूलाई टार्गेट गरेको थियौँ भने अब चाहिँ हामी सिनियर ग्रुपलाई टार्गेट गर्छौँ। त्यसरी बक्स लिएर गयो भने के थाल्छन् भने स्पेसल्ली उठा 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 हाइट केही भएन नि हाल्छ भाइ भोट हाल्ने हो के हो र यो ए हो चक्लेट खाने रहेछ सिधै भोट हाल्नु पर्ने 21 गते कुन क्यान्डिडेट चाहिँ भोट हाल्नु भोटर कार्ड छ भोट कार्ड छ ल ल ल ल भोट हाल नि त त्यसो भए ल तिमी पनि हाल नि त भोट कार्ड छ होइन पार्टीको नाम लेखेर ल नदेखाउने रे यहाँ चाहिँ बाल बाल एक्सिडेन्ट हुनबाट बचिसक्यो रेड बेड भइरहेको होइन लाइभ क्रास फर्ममा भन्न बच्यो बिचरा खोलेर कसले हेर्छ त हामी लाइभ हेर्छौँ तर कसले लेखा थाहा हुँदैन नि थाहा त हुँदैन नि त। चिन्ता नल्याउ न त्यही होइन जुन मानि गर्न पाइयो क्या अनि यसको रिजल्ट कहाँ पोस्ट हुन्छ युट्युबमा पोस्ट राजकुमार सिङताम ब्लग्स है त अहिले पोस्ट हुने बेला भनौँला नि कलेजतिर यसो र यसै गरी हामीले भोट माग्दै जाँदाखेरि धेरै बाधाहरू पनि सहनु पर्यो। र कोही भने मनैबाट भोट हाल्नको लागि एकदम तयार भएको पनि हामीले देख्यौँ। ए नामै लेखिदिनु हो कसले हाल्यो भनेर अन्त धन्यवाद अङ्कल किन घन्टे भनिदिनु नि त एकचोटि सबै त्यस्तो हो है घन्टीमै हाल्नु घन्टीमा धन्यवाद बुवा ल धन्यवाद धन्यवाद सबजना घन्टी भनिरहेको छ त्यही भएर हामी पनि घन्टी भन्ने कुरा पनि आयो यतातिर है फेरि गर्ने गर्नु भएन अब कर गर्नु भएन अब मान्छेले हेरिरहेको छ है ए अङ्कल दाइ घन्टी खाना खाएको हातमा अनि खाना आएको मान्छे धरि जुठो हात लिएर घन्टी घन्टी भन्दैछ भने कति चाहिँ क्रेज होला घन्टीको कोही भने हामीले भिडियो बनाएको देखिने बित्तिकै रिसाउने पनि हामीले देख्यौँ। हाल्दैन होइन होइन त्यहाँ तपाईँको देखाउँदैन कि तपाईँले चाहिँ कसलाई हाल्नुहुन्छ देखाउँदैन तपाईँ उता देखाउनु भोट हालेको थियो हामी तपाईँहरू भोट नहाल्नु भने त्यतिखेरै त्यो गर्ने ए हस् भोट हाल्ने खोइ होला ए हुन्छ हुन्छ ल दाइ ल ठिक छ ठिक ल अब यस्तो कुरा गर्ने मान्छे पनि भेटियो होइन तर ठिकै छ अब जसलाई हाल्यो नि अब जुन पार्टी मनपर्छ होइन यसमा लेखिदिन्छु हामी नदेखाइकन यहाँ हालिदिनु त्यही त जो मनपर्छ त्यही व्यक्ति राख्नु पार्टी नलेख्नु व्यक्ति लेख्नु नि त अब हेर्नुहोस्
फेरि के हुन्छ कि यो पनि ठिक कुरा होइन कि यो पनि ठिक कुरा होइन हामीले कसलाई मतदान गर्ने हो होइन त्यही भएर हजुरको गोपनीयता उयो राख्दै प्लस के छ कि म भारतीय नागरिक हो ए हाल्न पनि मिल्दैन ए ठिक छ म हस् त तपाईँको भोटिङ गर्ने के भन्छ पोलिङ गर्ने नै खेल्नु अधिकार नै छ ए भइहाल्यो हुन्छ थ्याङ्क यू है ल ए कति भयो यसको भन्नु न 160 हो तर तर पनि के हुन्छ कि चाहेको मान्छे हामी बुझिरहेको छु अब कसैले भन्ने कसैले नभन्ने होइन ठिकै छ ठिक छ यो 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 ठिक भएन कि हो यो ठिक छ यसमा त ब्यान्ड लगाउँछ इन्डियामा पनि हुँदैन यो त नेपाल हो नि त मिस यसमा पाइँदैन होला मजाले पाइन्छ तपाईँले भन्दै नपर्ने हुँदैन नि त आफ्नै कुरा गर्नु अलग बात भन्नु होइन हजुर तर यसरी ब्यालेट बक्समा कसैले चाहिँ राख्दैन तपाईँले राखिराख त अनि तर्नैले यहाँको मान्छे राख्छ तर अब हामी इन्डियन होइन नि त सकिहाल्यो नि कुरै त्यही भएर हो तर हरेक स्टाइल सबै इन्डिया त राजनीति हो अब के गर्नु त भयो भने अब। त्यही त सबैको हामीले गोपनीयता अनि हामी तपाईँलाई अनि अब तपाईँले भोट कसलाई हाल्यो हामीलाई थाहा हुँदैन नि त्यहाँ सबैले हालिरहेछ अब सबैको कसले कति हाल्यो भनेर काउन्ट मात्रै यो गर्यो तपाईँको सर्चिङ हो सर्वे जस्तै हो क्या 40 बाहिरतिर चाहिँ सबैले लेक्चर सुनाउन थालेछ कि यो के गरे भन्दै होइन रिस उठिसक्यो रिस उठाउँदै तर के गर्नु अब है भिडियो बनाउनै पऱ्यो भनेर मात्र हो के भने के भने होइन घरको सबै नेपालकै नागरिक छ पसल छ नेपालको नागरिक पसल भइसकेपछि यस्तो गर्नु पाइन्छ यस्तो गर्न चाहिँ अब के भने अब ठिकै छ अब सबको आफ्नो ओपिनियन हो तर यो ओपिनियन चाहिँ खत्तम हो खत्तम हो गाइस ल ठिकै छ अब जब हामी कलेजतिर लाग्नेवाला छौँ अनि त्यहीँबाट हामी भोटिङ स्टार्ट गर्छौँ भोटिङ त्यहाँ गरेर काउन्ट गर्नेवाला छौँ कलेज छ त यो अनि अर्को कुरा के गाइस यो हामीले रियल भोटिङ भनेर हामीले सरकारबाट स्ट्याम्प ल्याएर यो गरे त्यो गरे होइन इट्स जस्ट फर फन यो एउटा मिमिक्री अगाडि के हुन्छ त सिनेरियो भनेर त्यो बुझ्न मात्र खोजेको क्या गाइस अनि यो त्यत्तिकै फेरि अनि कसैले चाहिँ ल तैँले चाहिँ यसलाई हाल्नुपर्छ उसलाई हाल्नुपर्छ भनेर हामी कहिले नो वान एकजनालाई हामी फोर्स गरेको छैनौँ यसलाई लाइटली लिनु होला न कि यत्रो ठुलो इस्यु चाहिँ कसैले नबनाइनु हुन अनुरोध गर्दछु है त ल डाइरेक्ट कलेज जाउँ अब किन होइन ए हुन्छ त्यो अरू के गर्नै पर्दैन के हो माटो हो तिमी तपाईँ धरानु किनिसक्यो है ल आमा ए ल गाइस है हामीले चाहिँ अब लगभग 50-60 जनाको चाहिँ भोट कलेक्ट गरिसकेको छौँ अहिले चाहिँ बिस्तारै कलेजमा छौँ सो यहाँ छ हाम्रो ब्यालेट बक्स अब हामीले चाहिँ धेरै मिहिनेत गरेको छौँ अब यो चाहिँ क्लासमा राखेर अब क्लासको 1-2जनाको भोट कलेक्ट गरेर हामी काउन्ट गर्नेवाला छौँ अब चाहिँ हाम्रो फाइनल भोट त होइन है अहिले त थ्याङ्क यू म्याम अब हाम्रो यहाँ अन्तिम भोटर 2जना हुनुहुन्छ अब चाहिँ को हुन्छ त हाम्रो प्रधानमन्त्री हेर्नको लागि तयार बस्नु होला अब हामी यहीँ काम गर्नेछौँ यहाँनिर है जाउँ न त ओइ भाइ ल भोट खै छोरा त भगवान् थापाले जित्छ भन्नुहुन्छ यहाँ ल हामीले चाहिँ यति धेरै अब भोट कतिवटा छ एभ्री भोट म्याटर्स यहाँ बसेर काउन्ट गर न यता ल ए कतिबाट केपी रे आरएसपी वालेन दाइ रे पहिलो वालेन दाइको ए त यता एउटा फर्स्ट मोबाइल भोट आएको छ मोबाइल त खोइ मोबाइल बिर्सिरह होला मोबाइल ल मोबाइल आयो है यहाँ मोबाइल यार कति हाल्यो यो मोबाइलमा सविता तोसीमा यो भोट काउन्ट भइसकेको चाहिँ हामी यतापट्टि यो डल्लो बनाएको कतिवटा भयो एक दुईटा त्यार खाना अब सविताको यो भनेको आरएसपी घन्टी ल रासुबा फेरि पनि ओहो फेरि पनि अर्को वालेन घन्टी कांग्रेस रे यार यू ये वाला श्योर कांग्रेस एउटा
कङ्ग्रेस पनि आइसक्यो A few moments later. One hour later. Two hours later. One eternity later. मलाई लेख्न दियो भनेर जे पनि के हो यो? के हो जे पनि काम ल यो रद्द भयो ल लास्ट वान लास्ट चाहिँ छ घन्टी सो ल भोट हेर्न सक्छौँ आउट अफ 100 भोट 100 होइन टोटल कति भोट भयो त्यहाँ गर्न त 77 भोट र अरू चाहिँ 10-12 वटा रद्द भएको थियो किनभने त्यहाँ पर्सनल नेम्स अनि अरू लेखेको कारणले गर्दाखेरि उहाँहरू बिहामा जाने होइन र त्यही कारणले ल ल ल ओइ त्यो झेली गर्ने होइन है त्यस्तो हो ल ल अब चाहिँ रिजल्ट राष्ट्रिय स्वतन्त्र पार्टी बालेबाट 61 भोट आएको थियो काङ्ग्रेसमा गगनबाट 7 भोट एमालेमा केपी ओलीकोबाट 2 भोट 2 भोट हलोमा 2 भोट सम्मानको लागि 2 भोट हलो हैन माटे सरी हलोमा 2 भोट अर्कोमा 2 भोट मोबाइलमा ऋषि धवनामा कमुमा 1 भोट र माओइस्टमा 2 भोट भएको छ यसै गरी अब अब सबैले घन्टी बजाइदिनु भन्न त अब घन्टी दिदिहाल्यो ल गाइस सबले घन्टी बजाइदिनु सब्सक्राइब बटनको ल ल सबले रुख बिरा रोकौँ तर ए होइ होइन है गाइस जित्ने चाहिँ बालेले हो फेरि यहाँ कङ्ग्रेसको पार्टी चाहिँ एउटा ल अब यो चाहिँ यति मेहनत भयो सक्यो हाम्रो अब मेहनत पनि अब चोकबन पनि सक्यो ल अब थ्याङ्क यू एभ्री वान फर भिडियोमा बसिदिनु भएकोमा धेरै धेरै धन्यवाद मिलियन भ्युज नपुगे पनि ठिक छ